हामीले योग्य गर्यौं, हामीले आफूलाई साबित गर्यौं। अब यो समाजवादी आन्दोलनको, समाजवादी सांस्कृतिक चिन्तनको फराकिलो यो उल्लेखपूर्ण र यो पक्षसाध्य बाटोमा पनि हामीले आफूलाई अब्बल साबित गर्न सक्नुपर्दछ। म यतापट्टि तपाईँहरूको ध्यान आकृष्ट गराउन चाहन्छु। म अब धेरै कुरा राख्दिनँ, दुई तीनवटा कुरा तपाईँहरूको अगाडि छलफलका निम्ति, विमर्शका निम्ति, किनभने हामी राष्ट्रिय सम्मेलनमा जाँदैछौँ भने हामीले पहिलो कुरा साम्राज्यवादका विरुद्धमा लड्ने वैचारिक अस्त्र निर्माण गर्नु छ, वैचारिक हतियार हामीले निर्माण गर्नु छ। त्यस पछाडि हामीले तदनुकूलको सङ्गठन हामीले निर्माण गर्नु छ। तसर्थ म दुई चारवटा कुरा राख्न चाहन्छु। एउटा कुरा, म कार्ल मार्क्स भनेको कुरा सम्झन्छु। उहाँले भन्नुहुन्थ्यो, जब विचार मान्छेको मन मस्तिष्कमा पुग्छ त्यो भौतिक शक्तिमा फेरिन्छ। यो कुरालाई अर्को कोणबाट तपाईँ हेर्नुहोस्, यो कुरालाई अर्को पाटोबाट तपाईँले हेर्नुहोस्। यो भनेको तपाईँ हामीले गर्ने कुरा, मान्छेको मन मस्तिष्कमा विचार पुर्याउने कुरा, मान्छेलाई रूपान्तरित गर्ने कुरा, मान्छेलाई परिष्कृत गर्ने कुरा, आफैलाई बदल्ने कुरा, समाजलाई बदल्ने कुरा, त्यसका निम्ति योग्य बनाउने कुरा संस्कृति गर्नेको काम हो। र अब समाजवादी चिन्तनको यो बाटोमा अगाडि बढ्दा हामीले समाजवादी यथार्थवाद जो 1935मा गएर म्याक्सिम गोर्कीहरूले जुन पदावली प्रयोग गर्नुभयो त्यसलाई हामीले आत्मसात गर्नु जरुरी छ। त्यसलाई हामीले अलि राम्रोसँग समात्न जरुरी छ। यसका दुई तीनवटा कुराहरू, विशेष गरी हाम्रो सांस्कृतिक आन्दोलनमा हामी आफूलाई सिर्जनात्मक रूपले परिष्कार गर्ने, विचारधारात्मक हिसाबले यो यतापट्टि आइसकेपछि अलिकति विजातीय वर्गसँगको संसर्ग भइसके पछाडि, संसदीय प्रकृतिको प्रतिस्पर्धा भइसके पछाडि हामी पनि अलिअलि बिटुलिएका, अलिअलि छिटोलिएका, अलिअलि विचार भने चाहिँदैन, विचार के हो भने जस्ता चाहिँ कुराहरूले जन विचारधारात्मक प्रतिबद्धताको झन्डालाई एकपटक दरोसँग हामीले समात्न जरुरी छ। त्यस्तै अर्को कुरा, यो पार्टी प्रतिबद्धता अथवा विचारधारात्मक प्रतिबद्धता, यो बारेमा धेरै लामो बहस 42-43 सालको दशकमा हामीले गरेका छौँ र त्यसबाट हामीले विचारधारात्मक प्रतिबद्धताको झन्डा उठाएका छौँ। कमरेडहरू, तपाईँहरूले अब यो विचारधारात्मक प्रतिबद्धताको झन्डालाई नयाँ उचाइमा लैजान जरुरी छ। अर्को कुरा, लेखक बनेको, कलाकार बनेको, संस्कृतिकर्मी बनेको त्यो जनताको आँगन भन्दा, जनताको माया भन्दा, जनताको काग भन्दा